प्याज मटाटर खुसरानी काँक्रो र कागती काटेर भैँसीकोबाट राँगोको सुकुटीवाला अचार र बैलर मोगरीको अचार हालेर चिउरावाला चटपटे बनाएर हरियो खुसरानीसँग कर्याम कर्याम टोक देखाए। यो चिउरावाला चटपटे बनाएर खाने दिनको सुरुवात चाहिँ मेरो रुम मिलाएर हुन्छ भने रुम एकदमै भद्रगोल भएको कारणले भद्रगोल भएका सामानहरू बिथलिएका सामानहरूलाई मजाले मिलाएर रुममा भएको सबै प्लान्ट्सहरूलाई पानी दिलाउन र अलिअलि घाम देखाउनको लागि बाहिर निकालिदिए। एकछिन प्लान्ट बाहिर भउन्जेल चाहिँ मैले प्लान्ट राखेको ठाउँहरूलाई र रुमलाई मजाले झाडु पोछा लगाइदिएँ र स्टार्ट गरेँ मैले बेडसिट र पिलोहरू चेन्ज गर्नलाई। आई मिन बेडसिट त नभन्नु, मेरो म्याट्रेसलाई नयाँ कपडा लगाइदिन थालेँ, जुन लगाएर सिरानीलाई पनि नयाँ कपडा लगाइदिएर हल्का फुल्का सजाएर रेडी हुन्छ मेरो सुत्ने ठाउँ। गाइज झुक्की छु, सरी है, मैले घाम चाहिँ देखाएको होइन हाम्रो यो प्लान्टलाई, किन भन्दाखेरि घाममा राख्यो भने प्लान्ट मर्न सक्छ इन्डोर प्लान्टहरू। जस्ट मेरो रुमबाट बाहिर घाम नपर्ने ठाउँमा राखेर हल्का फुल्का पानी दिएर स्प्रे गरेर भित्र हिँड्ने बाटो नि भद्रगोल भएको थियो, त्यसलाई पनि मिलाएर म सिधै रेडी भएर पुग्छु मेरो एउटा सर्ट मिटिङ र सुटको लागि, जहाँ गएर मैले आफ्नो सबै कामहरू भ्याएर म फर्किन्छु मेरो फ्ल्याटमा वाइफाई हाल्नको लागि। म 2 वर्ष भयो चितवन आएको, तर मैले मेरो रुममा वाइफाई हालेको थिएन, किन भन्दा म एभ्री टाइम डाटा युज गर्थेँ अनि वाइफाई खासै जरुरत पर्दैन थियो। तर अहिले भने मलाई वाइफाईको जरुरत पर्यो, किन भन्दाखेरि मेरो एसी जुन छ त्यो चाहिँ स्मार्ट वाइफाई वाला एसी हो, जुन चाहिँ मैले वाइफाईमा कनेक्ट गरिसकेपछि आफ्नो मोबाइलबाट नि चलाउन मिल्छ। सो त्यसकै लागि भएर पनि प्लस एकदमै सस्तोवाला प्याकेज भएको कारणले पनि मैले यो वाइफाई हाल्ने डिसिजन लिएको हो। अनि वाइफाई चाहिँ हाम्रो वान एन्ड ओन्ली फ्रम वाइफाई नेपाल। मैले 100 MBPS प्लस 2 वर्षको प्याकेज लिएको थिएँ भने मलाई त्यसको जम्मा पर्यो 15,707 रुपियाँ। न मलाई भ्याट पर्यो न सर्भिस चार्जेस। अझै मैले त 2 वर्षको प्याकेज लिएको कारणले 2 महिना वाइफाई फ्री पाएँ एज अ बोनस। वाइफाई नेपालको अर्को प्याकेज चाहिँ 50 MBPS 1 इयर वाला, जसमा चाहिँ 1 मन्थ बोनस पनि पाइन्छ अनि त्यसको मूल्य चाहिँ मात्र रु 6,215। त्यही भएर अब हजुरहरूले वाइफाई हाल्ने सोच्दै हुनुहुन्छ भने चाहिँ वाइफाई नेपाललाई सम्झिहाल्नु, किन भन्दाखेरि स्पिड पनि सस्तो पनि। फाइनली घरमा वाइफाई पनि हालियो र चट्ट लाएर म चाहिँ लागे आफ्नो नयाँ बाइक लिएर चिउरा चटपटे बनाउनको लागि सामग्रीहरू लिन। नयाँ बाइक भनेर याद आयो गाइज, यसको फुल ब्लग चाहिँ चाँडै नै आउँछ, सो स्टे ट्युन फर द्याट। भन्दै ब्याक टु आवर चटपटे वाला पार्ट, जुन बनाउनु अघि चाहिँ मैले दिउँसो बाहिर राखेको मेरो इन्डोर प्लान्ट्सहरूलाई चट्ट लाएर भित्र ल्याएँ, सबैलाई त्यसको आफ्नो स्थानमा राखेर मेरो रुमलाई अझै एकचोटि सजाएँ। त्यसपछि किचनमा छिर्ने बित्तिकै भेजिसहरू काटेर एउटा बाटा लिगेर त्यसमा चट्ट लाएर सबै चाहिने जति सामग्रीहरू हाले, जुन हालेर मात्र चटपटेहरू बन्दैन थियो। त्यही भएर सबै कुरा हालिसकेपछि मजाले मोल्न पनि थाले र मजाले मोलेर चट्ट लाएर त्यसलाई सजाएर फाइनली चिउरावाला चटपटे बनाए, जसलाई चाहिँ मैले हाम्रो प्यारी गुरुङने दिदीको मुकबाङ भिडियो हेर्दै चिसो हर्लिक्सबाट सुरुवात गरेर हरियो खुर्सानी कर्याम कर्याम चबाएर त्यो चिउरावाला चटपटेलाई मजाले ग्वाम 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 के ग्वाम खाए, जुन खाएर मलाई चाहिँ एकदमै मजा आए। र मलाई एउटा कुरा के थाहा छ भन्दाखेरि यो भिडियो हेर्नेहरू मध्ये कोही न कोहीले चाहिँ पक्कै नै रियाल चुवाए। भन्दै आजको लागि यति नै, सी यू गाइज इन नेक्स्ट भिडियो, टिल देन बाई बाई।